सोयानाथ घिमिरे। आज म गत हप्ता मैले दुईटा कुरा भन्छु भनेको थिएँ। गत हप्तामा मैले एउटा विषय उठाएँ, हामीले स्थानीय खानेकुरा अथवा रैथाने खानेकुरा खानुपर्छ हाम्रो बिहानदेखि बेलुकासम्मको खानपिन भनेको थिएँ। र आज म ती दुईटा कुरामध्ये अर्को कुरा चाहिँ बाँकी भएको दोस्रो कुरा बारेमा भन्न गएको छु। त्यो के भने हामीले जुन हाम्रा चाडपर्वहरू मनाउँछौँ ती चाडपर्वहरूमा पनि हामीले स्थानीय खाद्य वस्तुहरूकै प्रयोग गरौँ र चाडपर्वको उत्सवमा चाहिँ हामीले हाम्रा परम्परामा खाइने चिजहरूलाई चाहिँ हामीले पहिलो प्राथमिकता दिउँ र ती चिज पनि आफ्नो स्थानीय स्तरमा उत्पादन गरेको हुनुपर्छ। र यस सम्बन्धमा एउटा सानो उदाहरण प्रस्तुत गर्न गइरहेको छु। र उदाहरणको लागि हामी नेपालीले चाहिँ असार 15 भनेर मनाउँछौँ र किसानको लागि त असार 15 एउटा ठुलो उत्सव हो। त्यसमा हामी विशेष गरी दही चिउरा खान्छौँ। अहिले म गाउँ छोडेर सहरमा काठमाडौँ आएको झन्डै 30 वर्ष हुन आँट्यो, तर पनि हामी असार 15मा चाहिँ दही चिउरा खान्छौँ। र यसमा मेरो एउटा सानो अनुरोध छ, अबदेखि हामीले असार 15मा दही चिउरा खाँदाखेरि दही चाहिँ हामीले अघिल्लो दिन दुध सकभर दुध मिल्छ भने नजिकै काहीँ गाई पालेको छ त्यहाँ गएर दुध किनेर ल्याउँ, र होइन भने नजिकै पसलमा गएर दुध किनेर ल्याउँ। दुध तताएर राम्रोसँग त्यसलाई दही जमाउँ र अनि भोलिपल्ट त्यो आफूले जमाएको दही प्रयोग गरौँ। त्यस्तै चिउरा पनि हुन्छ भने स्थानीय स्तरमा नै कुटेको स्थानीय चामल धानको चिउराको प्रयोग गरौँ। र साथै यसको लागि हामीले के ध्यान दिनु पर्यो भने हामीले हाम्रा चाडपर्वहरू जुन किसान, हाम्रो नेपाल कृषि प्रधान देश भनेर चिनिएकोमा अहिले विविध कारणहरू छन्, त्यसमा एउटा मात्रै कारण छैन। त्यसले गर्दा हामीले खेती किसानी छोडिसक्यौँ, तर हामीले फेरि पुनः हाम्रो विरासत भने हाम्रो सभ्यता, हाम्रो समृद्धि, हाम्रो सफलता र हामी नेपाली र हामी मानव, विश्वमा एउटा सचेत मानव जुन नेपाली हामीलाई भन्छन्, कसैले देवभूमिको पनि भन्छ, हामी हिमालय हिमवत खण्डको मानिसले गर्नुपर्ने कुरा चाहिँ हामीले छोटकरीमा भन्दाखेरि स्थानीय चाडपर्व अथवा हाम्रो चाडपर्वमा स्थानीय खाद्य पदार्थहरू र स्थानीय खानाका परिकारहरू बनाएर खाने बानी बसालौँ र आजैदेखि सुरु गरौँ। यति भन्दै मेरो कुरा यहीँ अन्त्य गर्छु। धन्यवाद।